विषालु हात्तीहरूको बीचमा लगेर राखे त्यहाँबाट पनि उम्केर आइस भिरालै भिरालो पहाडबाट खसाले त्यहाँबाट पनि बचेर आइस तँलाई मैले विशालै विशालो सर्को भएको ठाउँमा लगेर राखे त्यहाँदेखि पनि उम्केर आइस भएन भनेर मेरी बहिनी होलिकाको काखमा राखेर दहन गर्न खोजे त्यहाँबाट पनि उम्केर आइस र मेरो बहिनीको मृत्यु भएको छ तँलाई अब मैले त्यसै छोड्नेवाला छैन एक पुत्र पिताश्री मलाई जति दुःख परे पनि जति ठुलो कष्ट परे पनि मलाई मेरो भगवानले रक्षा गर्नुहुन्छ पिताश्री तेरो भगवान हेर्छु म पनि तँलाई तेरो भगवानले कति समयसम्म बचाउँदो रहेछ भनेर हेर्छु म पनि पिताश्री हजुरलाई चाहिँ एउटा कुरा थाहै छैन जब हामीले आत्मादेखि भगवानलाई सम्झिन्छौँ अनि भगवानको भक्ति गर्छौँ हामीलाई जति ठुलो दुःख परे पनि हामीलाई रक्षा गर्नुहुन्छ भगवान हे कुपुत्र अब मैले तँलाई त्यसै छोड्नेवाला छैन तर पहिले तँलाई होइन तँलाई त्यो बचाउने त्यो विष्णुको वध गर्छु अनि मात्र तेरो वध गर्नेछु मलाई जबसम्म मेरो भगवान साथमा हुनुहुन्छ मलाई यही कुराको डरै छैन पिताश्री कुपुत्र त्यसो भए पहिला तेरो भगवान त्यो विष्णुको वध गर्नेछु भन् तेरो विष्णु कहाँ छ मेरो विष्णु भगवान यो सारा संसार जगतमा हुनुहुन्छ हजुरभित्र पनि मेरो भगवान विष्णु हुनुहुन्छ पिताश्री म भित्र पनि तेरो विष्णु छ पिताश्री भन् अन्त कहाँ तेरो विष्णु छ तेरो विष्णु यहाँ पनि छ यहाँ पनि हुनुहुन्छ मेरो विष्णु भनेपछि तेरो विष्णु यो स्पिकरमा पनि छ मेरो विष्णु भगवान स्पिकर भित्र पनि हुनुहुन्छ पिताश्री भनेपछि तेरो विष्णु यो खम्बामा पनि छ होइन पिताश्री कुपुत्र हेर अब मैले तेरो यो विष्णुको कसरी वध गर्नेछु र तेरो वध गर्नेछु प्रहलाद जस्तो भक्तलाई अत्यन्त दुःख दिनुहोस्, कष्ट दिनुहोस्। मेरो भक्तको निमित्त
속에 평화가 에비스노 Papio Wasali Surupwa Megari Perkabuna Nasakero Esto Surudaran Meredai Pasas Echaliye 이런데 끝이고 저거 팔비마 내 판가를 마피 아니 그스페야스를 훔쳐 저거 팔비마 바보를 혈안하기 시키고 훔쳐 핫나 버리고 훔쳐 불사후를 버리고 훔쳐 다가 너희 팔비마 아니 가바다리 무슨말이 훔쳐 ini hulu desta dusta papi huluku itu kurut makrono kunita hulu nani ku apa itu keren gandaku lagi tayari hu Ebisu Taile Ahulai Kieso Chinai Pasas Taile Meo Bailai Manis Ya Tesko Badalani ako lagi Pero kung Bat Rumilay ko sa Ajan maili Pero ba't ganila Pero bahal ko at malay Santi dilaw necho 이런데 됐어 너희 헬프가 메라 판가후를 마피 미스프라스 가리스 안내 가리스 메라 판가후를 나이 누카라 카스타디 해고차스 그래서니 pero भाई जाती तकनी दे बनिसस मेरे भाई ने मुझे जसरी अंत गए को थे जसरी परलोक बुलाए को थे अब अपना पति इन का जो जाने को लगी तैयारी हो Ebisu Echaliye Aiza Mapani Tilo Aja Bati Galera Yakuputra Kapani Gamanda Chakna Chur Bani Dinecha 이런데 끝이고 또 불안하고 후리마 전면에 뻗고 걸쳤나 대카 그렇기 열심히 아파다르고 열심히 하고 걸쳤나고 사라 나중이지 아유 그렇더니 대피들이 비슷해 것이다 가래 고쳤어 대피들이 까 이나에 고쳤어 대피들이 얼마 후로 가래 고쳤어 됐고 나시까지 너 심마가 따고 아파다르고 전면에 고쳤어 Ebisu Tapani Bagos Bani Matanggal ko Sil Raja Siro तेरे धमकी बने को तेरी विश्वास बने को तेरे अहंकार बने को तेरी तेरे आवाज बने को कितना कदी आई गुले लिखे लाए मटिंद्रा को सत्य नाश बने दस्ते को Katabo Kei Samai Madekine Jase Vishnu Aiza Go Chal Atai Chalgar Aiya Aiya Kenapa kesimpan jaga ni bang? Bukan saya hidup sama ni. Aiya Kenapa kesimpan? Aku baru kembali berikut. Aiya agari bang. Iya. Pero baila.
धर्मजीबाट कस्तो कस्तो वरदान मागेको थिइस् भन् हिरण्यकश्यप भन्। मेरो मृत्यु असम्भव छ। मैले दिनमा मेरो आत्मा भनेर मागेको थिएँ। यो दिन हो कि रात हो भन्, यो दिन हो कि रात हो भन्। अरू कस्तो कस्तो वरदान मागेको थिइस्? मैले दिउँसो न रातमा मार्ने भने तपाईँको थियो, तर त्योसँगै मैले महिनाको कुनै पनि दिनमा पनि मेरो मृत्यु नहोस् भनेर वरदान पाएको थिएँ। तेरो मृत्युको लागि नै यो 12 महिना नभएर अधिक मास भनेर बनाइएको छ। अब तेरो मृत्यु निश्चित छ भन्, अरू के मागेको थिइस्? मैले न बाहिर न भित्र मरु भनेर वरदान पाएको थिएँ। त अहिले न बाहिर छस् न भित्र छस्, केवल ढोकाको सङ्घारमा छस्। तेरो मृत्यु निश्चित छ भन्, अरू के? मेरो अरू पनि वरदान छ। मैले कुनै पनि शस्त्र अस्त्रबाट मेरो मृत्यु नहोस् भनेर वरदान पाएको थिएँ। यो मेरो नग्रहहरू न कुनै शस्त्र हुन् न कुनै अस्त्र हुन्। याद गर, अब तेरो मृत्यु निश्चित छ भन्, अरू के मागेको थियो? मैले ब्रह्माले सृष्टि गर्नुभएको कुनै पनि जीवबाट मेरो मृत्यु नहोस् भनेर वरदान पाएको छु। मेरो अवतार नत्रले कसैले दिएको थिइस्? मेरो अवतार भनेको न ब्रह्माले जन्माएका हुन्। यो आधा मानिस र आधा नरसिंहको अवतार तैँले कहिले देखेको थिइस्? अब मेरो मृत्यु निश्चित छ। मेरो भक्तको निमित्त, मेरो भक्तको रक्षाको निमित्त म जसरी पनि मेरो भक्तलाई बचाउने प्रयास गर्दछु र बचाउँदैछु। जाऊ, अब तिमी गएर यो राज्य सञ्चालन गर। जाऊ भगवान्। हुन्छ भगवान्, हुन्छ। नरसिंह अवतार भगवानको, नरसिंह अवतार भगवानको। यस्तो प्रकारले भक्त प्रहलादको रक्षाको लागि भगवानले नरसिंह अवतार लिनुभयो। राम नाम सत्य हो मरेपछि यस्तै हो तुरन्त हिरण्यकश्यपलाई